महाभारतको 9औं दिन, त्यो दिन जब पितामह भीष्मले पाण्डव सेनामाथि प्रलय झारिदिए। नमस्कार, द डिभाइन स्टोरिजमा फेरि पनि तपाईलाई स्वागत छ। साथीहरू, आज हामी कुरा गर्दैछौँ महाभारतको 9औं दिनको, त्यो दिन जब भीष्मको रौद्र रूपले सम्पूर्ण रणभूमि हल्लाइदियो। कुरुक्षेत्रको रणभूमि बिहानैदेखि भयावह देखिन्थ्यो। 8 दिनसम्म युद्ध चलिसकेको थियो, तर दुर्योधन सन्तुष्ट थिएन। उसलाई लागिरहेको थियो कि भीष्म पाण्डवहरूप्रति नरम भइरहेका छन्। बारम्बार आरोप सुनेपछि भीष्मको स्वाभिमानमा गहिरो चोट पुग्यो। त्यसैले 9औं दिन बिहान उनले कडा प्रतिज्ञा गरे। आज या त पाण्डव सेना पूर्ण रूपमा नष्ट हुनेछ या भगवान कृष्ण स्वयं शस्त्र उठाउन बाध्य हुनेछन्। युद्ध सुरु भयो। भीष्मको रथ पाण्डव सेनातर्फ बढ्यो। त्यो दृश्य कुनै साधारण आक्रमण थिएन। मानौ एउटा विशाल हात्ती फूलबारीमा पसेको हो। जहाँ उनी पुग्थे त्यहाँ विनाश मात्र बाँकी रहन्थ्यो। उनको धनुषबाट निस्केका बाणहरूले आकाश नै ढाकिदिए। हजारौं सैनिकहरू केही क्षणमै ढले। रथ, घोडा, हात्ती सबै तहस नहस भए। रणभूमि रगतले रातो भयो। त्यो दिन भीष्म केवल योद्धा थिएनन्, उनी डढेलो जस्तै बनेका थिए। उनको गति यति तीव्र थियो कि सैनिकहरूले उनलाई एउटै समयमा धेरै ठाउँमा देखे जस्तो महसुस गर्थे। जब उनले वायु व्यास्त्र प्रयोग गरे, त्यसले आँधी ल्यायो। आग्नेय अस्त्र प्रयोग गरे, जसले सेनालाई जलायो। उनका बाणहरू देखिँदैनथे, तर शत्रुको शरीरमा गाडिएको भेटिन्थ्यो। पाण्डव पक्षबाट दृष्टद्युम्न, सात्यकी, विराट र द्रुपद जस्ता महारथीहरूले धेरै प्रयास गरे, तर कसैले पनि भीष्मलाई रोक्न सकेनन्। सैनिकहरू डरले भाग्न थाले। पाण्डव सेनामा हाहाकार मच्चियो। यस अवस्थामा अर्जुन मात्र थिए जसले भीष्मलाई रोक्न सक्थे। तर समस्या केवल युद्धको थिएन, त्यो भावना र कर्तव्य बीचको द्वन्द्व थियो। भीष्म उनका पितामह थिए। सम्मान र मोहका कारण अर्जुनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न सकेनन्। यही कमजोरीले पाण्डव पक्षलाई झन सङ्कटमा पुर्यायो। जब भगवान श्रीकृष्णले यो अवस्था देखे, उनको धैर्य टुट्यो। उनले पहिले नै प्रतिज्ञा गरेका थिए कि उनी युद्धमा शस्त्र उठाउने छैनन्, तर त्यो दिन परिस्थिति फरक भयो। कृष्ण अचानक रथबाट हाम फाले। उनले रथको पाङ्ग्रा उठाए र भीष्मतर्फ दौडिए। त्यो दृश्य अत्यन्त भयावह थियो, मानौ स्वयं भगवान प्रलय गर्न आउँदैछन्। भीष्मले कृष्णलाई यसरी आउँदै गरेको देखेपछि शस्त्र त्यागे। उनले हात जोडेर भने, प्रभु, तपाईको हातबाट मर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो सौभाग्य हो। यो क्षणले भीष्मको अर्को रूप देखायो। उनी केवल महान योद्धा मात्र होइनन्, एक महान भक्त पनि थिए। त्यसै बेला अर्जुन निकै अत्तालिए र रथबाट ओर्लिएर दौडिँदै कृष्णको पछि लागे। उनले भगवानको खुट्टा समाते र भावविह्वल हुँदै विनती गरे, हे प्रभु, रोकिनुहोस्, आफ्नो प्रतिज्ञा नतोड्नुहोस्, अन्यथा संसारले तपाईलाई प्रतिज्ञा भङ्ग गर्ने भगवानको रूपमा सम्झिनेछ। म मेरो गाण्डीवको शपथ खान्छु, म पूर्ण सामर्थ्यका साथ लड्नेछु र आफ्नो धर्म निभाउनेछु, तर तपाईको मर्यादामा आँच आउन दिने छैन। अर्जुनको यो निस्वार्थ प्रेम, भक्ति र विनयशीलता देखेपछि भगवान कृष्णको क्रोध शान्त भयो। उनले अर्जुनको आग्रह स्वीकार गरे र पाङ्ग्रा भुइँमा फ्याँकेर पुनः सारथीको भूमिका निभाउन रथमा फर्किए। यो घटनाले एकातिर भगवानले आफ्नो भक्तको मान राख्न आफ्नै प्रतिज्ञा समेत दाउमा लगाउनुहुन्छ भन्ने पुष्टि गर्छ भने अर्कोतिर अर्जुनको कृष्णप्रतिको अगाध श्रद्धा र समर्पणलाई पनि झल्काउँछ। तर त्यति बेलासम्म पाण्डव सेना लगभग टुटिसकेको थियो। रात पर्यो। पाण्डव शिविरमा गहिरो सन्नाटा छायो। युधिष्ठिर निराश थिए। उनले स्वीकार गरे, हामी यस्तो युद्ध जित्न सक्दैनौं। त्यो दिन केवल सेना मात्र होइन, पाण्डवहरूको मनोबल पनि कमजोर भइसकेको थियो। यही अवस्थामा कृष्णले एउटा नयाँ उपाय सुझाए। उनले भने, भीष्मलाई हराउन हामीले उनीसँगै उपाय सोध्नुपर्छ। यो निर्णयले युद्धको दिशा परिवर्तन गर्यो। यहीबाट 10औं दिन शिखण्डीलाई अगाडि राख्ने योजना बनाइयो। महाभारतको 9औं दिनले एउटा गहिरो सत्य सिकाउँछ। जब महान व्यक्ति अधर्मको पक्षमा उभिन्छ, उसको शक्ति झन खतरनाक बन्छ। भीष्मको संहारकारी रूपले पाण्डवहरूलाई बाध्य बनायो, नयाँ रणनीति अपनाउन र कठोर निर्णय लिन। यसैले यो दिन इतिहासमा प्रलयकारी दिनको रूपमा चिनिन्छ। यो दिनले देखाउँछ कि केवल शक्ति होइन, सही निर्णय नै विजयको आधार हो। साथीहरू, महाभारतको 9 दिनको यो प्रलयकारी युद्धको वर्णन तपाईलाई कस्तो लाग्यो? आफ्नो विचार अवश्य कमेन्टमा लेख्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्सनुहोस्।
यस्तै रोचक कथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। जय श्री कृष्ण। धन्यवाद।